सो मैले चाहिँ अफलाइन कल ब्रेक गेम बनाइरहेको थिएँ। यसमा चाहिँ 4वटा प्लेयर हुन्छ। एउटा चाहिँ ह्युमन भयो, अनि 3टा चाहिँ एआई हुन्छ। अनि अरू अरू मल्टिपल ह्युमन पनि राख्न मिल्छ, तर अहिले चाहिँ यसमा चाहिँ 3वटा एआई छ र एउटा ह्युमन छ है। एआई भनेको त्यस्तो केही कम्प्लेक्स खालको होइन, त्यही आफैले खेल्ने खालको हो, नर्मल खालको छ। यो चाहिँ रुलको बेसिसमा चाहिँ कार्ड कम्पेयर हुन्छ। यो सबै चाहिँ कार्ड कम्पेयर गर्ने र जित्ने रुल हो है। अनि कार्ड मोडल चाहिँ के हो भने सिम्पली कार्ड हो। रियल वर्ल्डको कार्डमा ऱ्याङ्क र स्विट त हुन्छ होइन, प्रोनाउन्सिएसन स्विट नै होला है प्रोबेबली, मैले चाहिँ स्विट नै भन्छु। अनि यो ऱ्याङ्क र स्विट चाहिँ के हो भने इनमहरू हुन्, कन्सट्यान्टहरू। अनि ह्युमनले चाहिँ युजर इन्टरफेसबाट बिड लिन्छ। बिड भनेको हामीले नेपालीमा हात भन्छौँ होला है, कल ब्रेक खेल्दा सायद। त्यो बिड चाहिँ युजर इन्टरफेसबाट लिन्छ, तर एआईले चाहिँ डिसिजन बनाउनु पर्छ। अनि यहाँ हामीले गर्न खोजेको चाहिँ के हो भने त्यो प्लेयरहरूलाई दिएको कार्ड, एआईले दिएको कार्ड, हरेक प्लेयरलाई 13वटा कार्ड दिन्छ। दिएको त्यो 13वटा कार्डबाट एआईले चाहिँ डिसाइड गर्नु पर्यो कि कति बिड लिने भन्ने है। अनि त्यसको लागि यो पिटी भन्ने चाहिँ एकदम इम्पोर्टेन्ट डेटा हो है। यो चाहिँ प्यारामिटर टेबल हो होइन। यो भ्यालु चाहिँ मैले आफैले लेखेको होइन, इन्टरनेटबाट पाएको हो। यो एउटा चाहिँ पेपर नै रहेछ रिसर्च गरेको। त्यसमा चाहिँ यो कार्डहरूको चाहिँ यो बिड एआईले चाहिँ बिड कसरी लिने भन्ने एउटा पेपर नै रहेछ। यो चाहिँ त्यहाँबाट आएका हुन्। सो अब हामीले चाहिँ यो प्यारामिटर टेबल युज गरेर चाहिँ दिएको जुन कार्डहरू छ नि त्योबाट चाहिँ डिसाइड गर्नुपर्छ है एआईको लागि। एउटा फङ्सन बनाऊ क्याल्कुलेट भन्ने। यो पिटी चाहिँ मैले यहाँको भ्यालुहरू चाहिँ पछि भन्दै जान्छु। क्याल्कुलेटले प्यारामिटर चाहिँ कार्ड लिन्छ है, कार्ड्स लिन्छ, जुन चाहिँ कार्ड मोडल हो, एरे अफ कार्ड मोडल हो। कार्ड त किनकि एउटा सिङ्गल एन्टिटी भयो। अब हामीले चाहिँ एउटा म्युटेबल भेरिएबल बनाऊ स्कोर भन्ने। अब हामीले दिएको कार्डबाट चाहिँ बिड क्याल्कुलेट गर्नुपर्छ भन्यौँ, त्यही भएर यो कार्डलाई इटेरेट गर्नुपर्छ है। अब यो पिटी भन्ने हेरौँ है। यहाँ चाहिँ कल ब्रेकमा स्पिडको चाहिँ हायर प्रेसिडेन्स हुन्छ होइन, त्यही भएर यो चाहिँ युनिक हुन्छ। अनि यो अफ स्विट भन्ने चाहिँ स्पेड बाहेक अरू कार्डहरू है, जस्तै डायमन्ड, क्लब अनि हर्ट है। अनि यहाँ एस अफ स्पेड हेरौँ अहिले। यो चाहिँ प्रोबेबिलिटी हो, जित्ने प्रोबेबिलिटी। एस अफ स्पेडको जित्ने प्रोबेबिलिटी अलवेज 1 हुन्छ है, किनकि सबभन्दा ठुलो कार्ड नै एस अफ स्पेड हो। स्पेडले चाहिँ अरू सबै कार्डलाई जित्छ। अनि सबभन्दा म्याक्स चाहिँ एस नै हो है। किङको पनि जित्ने चान्स धेरै हुन्छ, तर हामीसँग एस छैन भने एनिमीले हाम्रो किङलाई कट गर्न सक्छ यदि एनिमीसँग एस छ भने। अनि जति हायरार्कीमा तल आउँछौँ त्यति नै यसको चाहिँ जित्ने चान्स चाहिँ लो हुँदै आउँछ। अनि यो लो भनेको चाहिँ 2 देखि 9 सम्म ऱ्याङ्क भएको कार्डहरू हो है। अनि अफ स्विटमा चाहिँ एस, किङ, क्विन लो छ होइन। अनि किनकि अफ स्विटहरूलाई चाहिँ स्पेडले जित्छ नि त सधैँ, त्यही भएर यिनीहरूको चाहिँ जित्ने चान्स कम हुन्छ। जित्दै नजित्ने होइन, यहाँ जस्तै एसको भ्यालु 0.8 छ, तर स्पेड आयो भने चाहिँ जित्न सक्छ। त्यही भएर यसको भ्यालु चाहिँ 1 नभएको हो है, सधैँ जित्छ भन्ने हुँदैन। हामीले यहाँ जतिवटा कार्ड दिएको छ नि त्यति नै यहाँ लुपबाट त्यति नै ह्यान्डल गर्नुपर्छ, मतलब सबै कार्डहरू ह्यान्डल गर्नुपर्छ। एउटा इक्जाम्पल हेरौँ।
यो चाहिँ के गरेको भने मैले भने जस्तै यहाँ भएको सबै कार्डहरूलाई ह्यान्डल गर्नुपर्छ है। हरेक सुइटको हरेक ऱ्याङ्कको कार्डलाई चाहिँ ह्यान्डल गरेर तिनीहरूको करेस्पोन्डिङ स्कोरहरू चाहिँ यो स्कोरमा एड गर्दै जानुपर्छ। अब यो एसको त ह्यान्डल गऱ्यौँ होइन, त्यस्तै अब बाँकीको पनि है। यो एउटा ब्रान्च भएर पुग्छ, सो एलसिफ युज गर्ने। अहिले यो नै कपी गरौँ। अनि एस भयो। अब किङको पालो है। किङ रहेछ भने चाहिँ किङ अफ स्पेडको करेस्पोन्डिङ स्कोर चाहिँ एड गरिदिने। त्यस्तै गरी क्विन ज्याक अनि यो लोसम्म नै। अनि लास्टको पार्ट चाहिँ एल्समा लेख्दा हुन्छ, किनकि माथिको कुनै पनि कार्ड रहन्छ भने डेफिनेटली त्यो 2 देखि 9 सम्मका कार्डहरू हुन्। त्यही भएर तिनीहरूको स्कोर चाहिँ सिधै यसमा जोडिदिँदा हुन्छ। पिटी डट स्पेड डट लो है। त्यस्तै गरी अब यदि स्पेड होइन रहेछ, अफ स्विट रहेछ भने अफ स्विट भन्नाले स्पेडभन्दा अरू कार्ड, अरू स्पेडभन्दा अरू स्विटहरू रहेछ भने चाहिँ अब तिनीहरूको करेस्पोन्डिङ स्कोर जोड्ने, तर लोलाई छोड्ने, किनकि 0.0 स्कोर एड गर्नुको मतलब हुँदैन है। त्यही भएर यो 3टा नै कपी गरौँ। सेम नै हो, बस हामीले यहाँ के गर्नुपर्छ भने स्पेडको ठाउँमा चाहिँ अफ स्विट लेखिदिनुपर्छ। स्पेडलाई अफ स्विट है। यो चाहिँ यति नै हो। अनि अब हामीले यो दुईटा चाहिँ ह्यान्डल गरिसक्यौँ। स्पेड र स्पेड बाहेक अरू स्विटको कार्डहरू ह्यान्डल गरिसक्यौँ। अब हामीले बोनसेसहरू चाहिँ ह्यान्डल गर्नुपर्छ है। बोनसेस चाहिँ के हो भने जस्तै जतिवटा चाहिँ स्पेड हुन्छ नि धेरै हामीसँग, त्यति नै जित्ने चान्स धेरै हुन्छ। अनि त्यति नै जित्ने चान्स धेरै हुन्छ भनेपछि जति धेरै स्पिड आयो उति नै फाइदा हो। सो हामीले चाहिँ यहाँ एउटा थ्रेसहोल्ड मेन्टेन गर्छौँ। ल यसलाई चाहिँ 5 भनौँ है। यसको मतलब चाहिँ के हो भने 5 अथवा 5भन्दा बढी स्पिड आएछ भने चाहिँ जित्ने चान्स चाहिँ 0.5 हुन्छ है। हामीले यहाँ अरू के गर्न सक्छौँ, ल ठिकै छ, अहिलेलाई यति नै ठिक छ। यो स्कोर करेस्पोन्डिङ स्कोर जोडिदिने यदि स्पिडको कार्डहरू चाहिँ 5 अथवा त्योभन्दा बढी रहेछ भने। अनि सर्ट स्विट भनेको चाहिँ के हो भने स्पिड बाहेक अरू स्विटहरू है, तिनीहरूको कार्ड चाहिँ जति कम हुन्छ नि हामीलाई त्यति फाइदा हुन्छ के। किनकि मानौँ डायमन्डको कुनै 2टा कार्ड छ अरे, अनि त्यो 2टा कार्ड पनि सकियो भने अरूले डायमन्ड फाल्दा हामीले स्पेड फालेर जित्न पायो नि त, स्कोर ग्र्याब गर्न पायो। अनि यसको पनि थ्रेसहोल्ड हुन्छ, कतिवटा कार्ड चाहिँ भयो भने चाहिँ अनि हामीले चाहिँ यो स्कोर जोड्न सक्छौँ भन्ने होइन। सर्ट स्विट चाहिँ यदि कार्डहरू लेस देन अर इक्वल टु 2 भएछ भने चाहिँ हामीले यो स्कोर जोड्ने है। यो चाहिँ बोनसेसहरू चाहिँ त्यही नै हो। अब त्यही बोनस ह्यान्डल, अब यो बोनस ह्यान्डल गर्ने हो। अब यो लेन्थको कुरा गर्ने बित्तिकै के हुन्छ भने हामीले एरे बनाउने भनेर बुझ्ने, किनकि लेन्थ ट्र्याक गर्नुपर्छ। त्यही भएर म एउटा अब्जेक्ट बनाउँछु है। अनि यसमा चाहिँ कीहरू चाहिँ सबै स्विटहरू हुन्छ। स्विट डट स्पेड किन बनाएको म भन्छु एकछिनमै। अब हामीले चाहिँ यो जुन कार्डहरू दिएको छ नि 13वटा कार्ड, त्यो तिनीहरूलाई चाहिँ आफ्नै ग्रुपमा चाहिँ क्लासिफाई गर्नुपर्छ है। जस्तै स्पेडको कार्ड यहाँ बस्छ, क्लबको कार्ड यहाँ बस्छ, डायमन्डको यहाँ, हर्टको यहाँ,
ताकि यो लेन्थ छ नि जुन हामीले ट्र्याक गर्न सकौँ है स्पिडको कतिवटा छ र स्पिड बाहेक अरू कार्डको सर्ट स्विटहरू चाहिँ कतिवटा रहेछ भनेर चाहिँ यो त्यो ट्र्याक गर्नलाई बनाएको हो यो रेकर्ड चाहिँ। अब यसलाई ह्यान्डल गरौँ है लङ स्पिडलाई। यदि 5 अथवा त्योभन्दा बढी स्पिड आएछ भने पहिला सुरु त यो फिल गर्नुपर्छ है, यहाँ पपुलेट गर्नु पर्यो। कन्स्ट स्विट अर स्विट ग्रुप नै कार्ड इटरेट गर्ने, किनकि कार्ड राख्ने भन्यो नि त हामीले। कार्ड अफ कार्ड्स अनि त्यसपछि स्विट ग्रुपको कार्ड डट स्विट चाहिँ डट अपेन्ड अपेन्ड हुने यसमा पाइथनको पुस कार्ड है। अब जस्तै स्पिडको कार्ड आएछ भने चाहिँ स्पिडको कार्ड चाहिँ यसमा गएर बस्छ है। यहाँ यो कार्डमा चाहिँ स्पिडको आएछ भने यसमा स्पिडमा गएर पुस हुन्छ। र अथवा अरू त्यस्तै सिमिलरली त्यस्तै नै अरू स्विटहरू आएछ भने त्यसरी नै आफ्नो आफ्नो ठाउँमा गएर बस्छ। यो चाहिँ यति भयो, यो पार्टले त्यति गर्यो है। अब के गर्नु पर्यो भने यहाँबाट लेन्थ निकाल्नु पर्यो। पहिला सुरु स्पिडको हेरौँ। इफ के छ भन्दाखेरि स्विट ग्रुप डट स्पिडको लेन्थ चाहिँ ग्रेटर अर इक्वल टु 5 भनेको थिएँ। यो भएछ भने चाहिँ के गर्नु पर्यो भने स्कोर प्लस इक्वल टु ल हामीले यो पार्ट सकायो है, लङ स्पिडको पार्ट सकायो। अनि यो यसको पार्ट सकायो भनेपछि अब बाँकी स्पिड बाहेक अरू 3वटा कार्ड ह्यान्डल गर्नु पर्यो, क्लब, डायमन्ड र हर्टको। त्यही भएर यसलाई चाहिँ लुपबाट पुरा गरौँ। लुपबाट गरेनौँ भने हरेक एउटा कार्डको लागि चाहिँ हरेक एउटा स्विटको लागि चाहिँ रिमेनिङ 3 स्विटको लागि चाहिँ यही यस्तै कन्डिसन बनाएर गर्नुपर्छ। सो त्यही भएर बरु फर लुप लगाउँ है। स्विट ग्रुप पनि परेन, 3वटा भनेपछि स्विट डट क्लब, स्विट डट डायमन्ड, स्विट डट हर्ट है। अनि के गर्नु पर्यो भने आफ्नो करेस्पोन्डिङ स्विटमा चाहिँ कार्डलाई अब यिनीहरूको चाहिँ चेक गर्नु पर्यो। यदि 2 अथवा त्योभन्दा कम रहेछ भने चाहिँ अनि स्कोरमा जोड्ने। सो के गरौँ भने यदि स्विट ग्रुप चाहिँ स्विट डट लेन्थ चाहिँ मैले लेस देन अर इक्वल टु 2 भनेको थिएँ। लेस देन अर इक्वल टु 2 रहेछ भने चाहिँ त्यो करेस्पोन्डिङ स्कोर चाहिँ जोडिदिने, बोनस यसको यो करेस्पोन्डिङ स्कोर 0.3 जोडिदिने है। स्कोर चाहिँ प्लस इक्वल टु पिटी डट बोनस डट सर्ट स्विट। यो चाहिँ 3वटै कार्डको लागि ह्यान्डल भयो। सो अब यसको यति नै हो है हामीले एआईलाई डिसाइड गर्न दिने चाहिँ। अब एउटा सानो तर इम्पोर्टेन्ट पार्ट चाहिँ के हो भने रिटर्न म्याथ डट म्याक्स 1, किनभने बाइचान्स कुनै तरिकाले हाम्रो स्कोर चाहिँ 1 भन्दा कम भएछ भने त्यो चाहिँ फ्लोटिङ पोइन्टमा आउन सक्छ। अथवा ल जस 1 भन्दा कम त हुँदैन नि त, बिट त एक हात त लिन पर्यो नि त जसले भयो नि, मतलब सबैले। त्यही भएर चाहिँ 1 लिएको है, बाइचान्स स्कोर चाहिँ 1 भन्दा कम आएछ भने। अनि अर्को चाहिँ स्कोर रिटर्न गर्नुपर्छ। तर स्कोर रिटर्न गरेर हुँदैन, किनकि हामीलाई नम्बर चाहिएको है। नम्बर चाहिएको भने चाहिँ यसलाई इन्टिजर बनाउनु पर्छ।
सो हामीले ल जस्तै 4.2 आएछ भने 4 बनाउनु पर्यो र हामीले यहाँ चाहिँ तीनवटा फङ्सन युज गर्न सक्छौँ, सिल, राउन्ड अनि फ्लोर है। यहाँ सबभन्दा रिस्की चाहिँ सिल हुन्छ, किनकि सिलले चाहिँ जस्तै 4.1 आएछ अरे स्कोर चाहिँ, तर 5 बनाइदिन्छ। अब हामीले चाहिँ 5 बिट लिएकोमा चाहिँ एआईले 5 बिट लिएकोमा चाहिँ जम्मा 4वटा बिट मात्र निकाल्न सक्यो भने -5 हुन्छ। त्यही भएर यो चाहिँ अलि रिस्की नै हुन्छ है। अनि राउन्ड पनि त्यस्तै हो, तर अलिकति कम रिस्की हुन्छ, किनकि त्यो चाहिँ 0.5 भन्दा कम आएछ भने चाहिँ फ्लोर अपरेसन गर्छ, त्योभन्दा बढी 0.5 अथवा त्योभन्दा बढी आएछ भने चाहिँ सिल अपरेसन गर्छ। सो त्यही भएर म्याथ डट फ्लोर युज गरेर अलि सेफ नै खेलाउँछौँ है एआईलाई चाहिँ। म्याथ डट फ्लोर स्कोर गर्छौँ है। सो यति भएपछि रन हुनपर्छ होला मेरो विचारमा, एकचोटि रन पनि गरिहेरौँ। npm run dev ओके, के इरर आछ, क्याल्क बिड है। ओके, प्रोभाइड एक्सपोर्ट नेम क्याल्क बिड्स, ओके क्याल्क बिड्स है। अब ओके, यो चाहिँ अलि चाँडो नै यसले हात लियो। यहाँ मैले अलि यसलाई एडजस्ट गरेर थोरै माथि राखिदिनु पर्ने थियो। ल एक हात लिएँ मैले। यो स्पिड चाहिँ अलि फास्ट भएको छ, म घटाइदिन्छु है। चाहिँ अहिले 0.3 राखौँ। चाहिँ एकदम स्लो चलिरहेको छ, त्यही भएर 1 नै राखौँ है। बस देखाउनको लागि अलि फास्ट हुन्छ भनेर। अहिले मैले जसले जित्छ त्यसैले सुरुमा खेल्ने चाहिँ बनाएको छैन, किनकि यो आफैमा कम्प्लिट छैन। बस यो बिड चाहिँ कसरी लिने भन्ने हो। बिड चाहिँ अहिले 2, 2, 3 लिइरहेछ है एआईले। ओके, यति गरौँ। सायद माइनस आउँदैन भन्ने होइन, तर मिनिमाइज हुन्छ भन्ने हो एआईको चाहिँ। ओके, AI3ले -1 ल्यायो, खासै धेरै माइनस भएको छैन, त्यो नर्मल हो। एउटा अझै एक राउन्ड खेलौँ। ओके, 3, 4, 1 लिइरहेछ है। सबैको पोइन्ट आछ, ठिक ठिकै छ।